मेरो निधारको पहेँलो टीका देखिरहेछ नि। तपाईहरु पनि मन्दिरमा जानुस्, पहेँलो टीका लाउनुस्। यसले तपाईलाई शीतल दिन्छ। हप्तामा एकचोटि जानुस्, शनिबार या मङ्गलबार। तपाईको मनलाई शान्त गराउँछ। हामी जति ध्यान गर्ने भयो भने, काम गर्ने भयो भने कहिलेकाहीँ मान्छे हो हैन, मन विचलित हुन्छ। त्यो भएर मन्दिर जाने गर्नुस्, भगवानसँग जोडिराख्नुस्। भगवानसँग जोड्यो भने तपाईँ बाहिरी चिजले त्यति तपाईलाई हिट गर्न सक्दैन। म यति आफ्नो सर्कललाई सानो राख्ने मान्छे हो। मेरो सर्कल यति सानो छ हैन, मेरो सायद साथी नै छैन, नगर्ने साथी छ के। अब पहिलाको साथीहरू कता पढ्छन् थाहा छैन। मास्टरको अहिले एमबिएसको साथीहरू त उसमा थियो, सम्पर्कमा 2-3 जना थियो पहिला। एकदम सर्कल सानो राख्ने मान्छे म। र अहिले यो पसल गरेदेखि जो सानो बच्चादेखि ठुलो मान्छेसँग भेटघाट हुन्छ, कुराकानी हुन्छ।